हामीले अध्ययन गर्दै आएको विषय छ ईश्वर शासित राज्य, जो चाहिँ परमेश्वरको अनन्त मनसायमा रहेको थियो। अनि उहाँले सुरु गर्नुभयो अदनको बगैँचामा, अनि त्यो ढल्यो। परमेश्वर अगाडिबाट यसको लागि तयार हुनुहुन्थ्यो, अनि उहाँले पुनर्स्थापित गर्नका लागि चाहिँ आफ्नो योजना अगाडि बढाउनु भयो। अनि उहाँले आफूलाई प्रकट गर्दै अनि उहाँको हृदयमा भएको जुन ध्येय र आशय इच्छा छ कि आफूले सृष्टि गर्नुभएको मानिसहरूलाई आशिष दिनलाई, अनि त्यसमा अगाडि बढ्ने क्रममा अब्राहमलाई बोलाउनु भयो। विशेष गरी 3वटा प्रतिज्ञा दिनुभयो। त्यसपछि त्यो प्रतिज्ञाहरूलाई देश, वंश र आशिषको प्रतिज्ञालाई चाहिँ 3 उपवाचहरू, त्यो गर्नुभन्दा अगाडि पहिला चाहिँ एउटा वाचामा यसलाई औपचारिक रूप दिनुभयो। 15 अध्याय जो हेरेका थियौँ। अनि त्यसपछि 3वटा उपवाचहरूद्वारा चाहिँ ती 3 प्रतिज्ञाहरूलाई चाहिँ अझ विस्तार गर्दै, विस्तृत रूपमा प्रकट गर्दै आउनुभयो। अनि हामीले यहाँसम्म हेरेका थियौँ कि यी प्रतिज्ञाहरू, अब्राहमी प्रतिज्ञाहरू चाहिँ शाब्दिक अर्थमै हामीले बुझेको चाहनुहुन्छ। मैले जे भने त्यसको माने त्यही नै हो, अर्को अर्थ नलगाऊ, तिमीहरूले बुझ्ने भाषामा मैले कुरा गरेको भन्ने तरिकाले उहाँले चाहिँ आफ्नो वचन दिनुभएको छ। यदि अर्को अर्थ लगाउने हो भने उहाँले स्पष्ट पार्नुहुन्छ, नत्र भने चाहिँ हामीले सामान्य अर्थमा नै, अक्षरशः शाब्दिक अर्थमा नै हामीले बाइबल बुझ्न पर्छ। यो चाहिँ ज्यादै महत्त्वपूर्ण छ। अनि शाब्दिक अर्थ, अनि त्यसपछि चाहिँ शर्त रहित थिए यी प्रतिज्ञाहरू। यसमा केही समय बिताइन्जो बिना शर्त नै परमेश्वरले अब्राहमसित यी प्रतिज्ञाहरू दिनुभएको थियो। अर्थात् परमेश्वर स्वयंले नै यी प्रतिज्ञाहरू पुरा गर्ने जिम्मा बोक्नुभयो। एउटा कुरा भनौँ, व्यक्तिगत रूपमा, अनि हाम्रो अध्ययन त्यो होइन तर प्रश्न उठिरहेको हुनसक्छ, एउटा व्यक्तिले व्यक्तिगत रूपमा एउटा पापी भएर, आदमको सन्तान भएर परमेश्वरसँग आफ्नो पाप मानिलिँदै अनि उहाँको प्रकाशमा विश्वास गर्दै अनि पश्चातापी हुँदै आउँदै अनि विश्वास गरेर व्यक्तिगत मुक्ति पाउने भन्ने कुरा छुट्टै छ। त्यसो कुरा गरिरहेको होइन हामीले। अब्राहम होस् अथवा अब्राहमभन्दा अगाडिका व्यक्तिहरू, हाबिल, नोआ, हनोक, आदम, जो थिए, यो चाहिँ परमेश्वरले चाहिँ ईश्वर शासित राज्य स्थापना गर्नको लागि चाहिँ गर्नुभएको योजनाको कुराहरू हुन्, जुन हामीले अध्ययन गरिरहेको। अनि अवश्य नै यो देश, वंश र जब आशिष कुरा आउँछ, त्यो आशिष सम्बन्धी चाहिँ उपवाचा, जो नयाँ वाचा हो, त्यस अन्तर्गत नै प्रभु येशू ख्रीष्ट चाहिँ नयाँ जन्मको लागि हृदयभित्र चाहिँ परमेश्वरको नियमहरू राखेर हामीले चाहिँ परमेश्वरलाई खुसी पार्ने तरिकाले जीवन जिउनको लागि सक्षम बनाउने एउटा नयाँ हृदय दिने कुरा चाहिँ नयाँ वाचाबाट हो, जुन चाहिँ इजरायलसित भविष्यमा बाँधिन्छ। तर प्रभु येशूले चाहिँ त्यसको लागि कार्य सिद्ध्याइसक्नुभयो 2000 वर्ष अगाडि। त्यसबाट नै व्यक्तिगत मुक्ति पाइने हो, चाहे आदम होस्, चाहे बाइबल पछि अब्राहम होस्, चाहे पुरानो नियम कुनै पनि अवधिको एउटा व्यक्ति होस्, दाउद इत्यादि, अथवा हामी अहिले जिइरहेको व्यक्ति किन नहोस्, विश्वासैद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएको छौ। यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको दान हो। त्यो चाहिँ एकातिर छ है, त्यसलाई चाहिँ छ। तर हामी यहाँ कुरा गरेर ईश्वर शासित राज्य, परमेश्वरको जुन योजना छ,
त्यसको बारेमा कुरा गर्ने क्रममा चाहिँ हामीले हेर्दै आयौँ कि शाब्दिक अर्थमा नै यी प्रतिज्ञाहरू बुझिनुपर्छ र साथै यिनीहरू चाहिँ बिना शर्त दिएका प्रतिज्ञाहरू थिए। अनि तेस्रो कुरा अब हेर्न लागिरहेछौँ, त्यहाँसम्म हिजो हेरिसकेका थियौँ। तर तेस्रो कुरा चाहिँ के भने अब्राहमी वाचाका प्रतिज्ञाहरू पुरा भइ नसकेका अवस्थामा छन्। यो चाहिँ तेस्रो महत्त्वपूर्ण कुरा अब हेर्न लागिरहेछौँ। अब्राहमी वाचाका प्रतिज्ञाहरू चाहिँ पुरा भइसकेका छैन, अधुरो अवस्थामै छन् आजसम्म पनि। त्यसलाई अहिलेसम्म के हेरेन, अब्राहमी वाचाहरू शाब्दिक अर्थमा नै हो, अक्षरशः शर्त रहित हुन्, परमेश्वरले नै पुरा गर्ने हुन्। अनि आजको दिनसम्म ती पुरा भएको छैनन् भनेर हेर्दैछौँ पूर्ण रूपमा। अब कोहीले भन्छन् अब यी वाचाका केही भागहरू त विगतमा पुरा भइसके नि भनेर तर्क गर्नेहरू छन्। अनि अलिकति हेर्नेछौँ। अनि त्यसले पनि अलमल बनाउँछ। धेरै वर्ष अगाडि मलाई अलमल बनाएको थियो, यसले निकै विचलित बनाएको थियो। तर अक्षरशः शाब्दिक अर्थमा हामीले जब यी वाचाहरू लाई अध्ययन गर्छौँ, परमेश्वरले भन्नुभएको कुरा म यो गर्नेछु, यो गर्नेछु, यो गर्ने, यी कुराहरू जब हेर्छौँ, यो डल्लै रूपमा चाहिँ यो वाचा चाहिँ पुरा हुन अब्राहमसितकै वाचा पनि, जसबाट तीन उपवाचहरू आएका छन्, चाहिँ पुरा हुन बाँकी नै छन्। त्यसैले अब फेरि आउँछ निष्कर्ष, भविष्यमा पुरा हुनेछन्। हरेकचोटि हामी त्यहाँ निष्कर्षमा आइरहेछौँ। अनि त्यसैले परमेश्वरको राज्य चाहिँ शाब्दिक अर्थमै, भौतिक रूपमै भविष्यमा यही पृथ्वीमा पुरा हुनेछ। अनि पुरा गरिदिने वंश हामीलाई थाहा छ, हाम्रो प्रभु येशू ख्रीष्ट, उहाँको दोस्रो आगमन योसँग जोडिएको छ। अब एकछिन ती तर्कहरूलाई यसो विचार गरौँ, जोहरूले चाहिँ भन्नुहुन्छ, कोहीले चाहिँ यहोशूको समयमा पुरा भएको थियो नि त, सबै भूभागहरू परमेश्वरले भने जस्तै कब्जा गरे होइन र। त्यसैले एकछिन केही खण्डहरू हेरेर उहाँहरूले प्रयोग गर्ने। यहोशू 11 छौँ, 23 पद। यहोशू 11 को 23 पदमा मोशा पछि यहोशू नेतृत्वमा खडा हुन्छन्। अनि 23 अनि यहोशूको समयमा चाहिँ प्रतिज्ञा दिएको देश कब्जा गर्नलाई इजरायल देशभित्र प्रवेश गर्छन्। अनि उनीहरूले क्रमिक रूपमा कब्जा गर्दै जान्छन्। अनि कतिले भन्छन् सबै कब्जा गरिसक्यो, जति प्रतिज्ञा दिएको थियो त्यो सबै चारकल्ला उगिटिसक्यो भन्नेहरू छन्। तर हामी अब जाँच्नु पर्यो त्यो साँचो हो त। 23 पदलाई पढ्दाखेरि चाहिँ हो कि जस्तो लाग्छ, कि लाग्ला कि यसरी यहाँ लेखेको छ, परमप्रभुले मूसालाई भन्नुभएको सबै कुराहरू अनुसार यहोशूले सारा देश कब्जा गरे। अनि उनीहरूका कुलहरूका भाग अनुसार यहोशूले यसलाई पैतृक सम्पत्तिको रूपमा इजरायललाई दिए। अनि देशले लडाइँबाट विश्राम पायो। त्यति मात्र पढ्यो भने त देश त पुरै प्राप्त गरिसकेको रहेछ नि त इजरायलले। लाल पूर्जा अनुसार नै आफ्नो जग्गा त पाएछ नि इजरायलले, जस्तो लाग्ला हामीलाई। अनि अर्को पद पनि प्रयोग गर्ने गर्छन्। त्यसैले त्यसलाई पनि हेरौँ। यसलाई जवाफ दिनु अगाडि 21 अध्यायमा यहोशू 21 को 43 देखि 45, यहोशू 21 को 43 देखि 45 फेरि पढ्छौँ। यहोशू वृद्ध भएको छन्, उसको मर्ने बेलाको नजिक पुग्दैछ। अनि यहाँ यसरी अन्ततिर लेखिँदैछ 43 पदमा, अनि परमप्रभुले इजरायललाई त्यो सारा देश दिनुभयो जसको विषयमा उहाँले तिनीहरूका पिता पुर्खाहरू भनेको अब्राहम इसाक याकुबलाई दिन्छु भनेर कसम खानुभएको थियो। अब्राहमी प्रतिज्ञा देश सम्बन्धीको यहाँ चर्चा भइरहेछ। अनि तिनीहरूले त्यसलाई अधिकार गरे र त्यसमा बसे। 44 पद, अनि परमप्रभुले तिनीहरूका पिता पुर्खाहरूसँग कसम खानुभएका सबै कुराहरू अनुसार तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। अनि तिनीहरूका सबै शत्रुहरूमध्ये एउटै पनि तिनीहरूको सामु खडा रहन सकेन। परमप्रभुले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनु भयो। 45 पद, परमप्रभुले इजरायलको घरानालाई भन्नुभएको असल कुराहरूमा एउटै पनि विफल भएन, सबै पुरा भए। यसरी पढ्दाखेरि चाहिँ सबै चाहिँ इजरायलले प्राप्त गर्यो, आफ्नो हक चाहिँ उनीहरूले पायो जस्तो देखिन्छ, देख्दैन र? त्यसो देखिन्छ है। जहिले पनि बाइबल
एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्नुपर्छ, अनि हामीले चाहिँ पुरा तस्बिर पाउँछौँ। यो सबै लेखेको साँचो हो, यो सबै यहाँ लेखेको छ, यो सत्य। तर हामीले चाहिँ त्यो तुलना गरेन भने चाहिँ मैले यतातिर हेरिरहेको छु, यो सबै साँचो हो है, तर यो पनि साँचो हो नि, यो त हेर्नु पऱ्यो नि। अनि त्यसपछि मैले चाहिँ पुरा तस्बिर पाउँछु। त्यसैले अब हेर्न थालौँ, योशु 13 मा जाउँ। योशुकै 13 अध्यायको 1 पदबाट। जब योशु वृद्ध भए र उनको उमेर ढल्किसकेको थियो, तब परमप्रभुले उनलाई भन्नुभयो, तिमी वृद्ध छौ। जहिले पनि उत्साह मिल्छ है यो पढ्दाखेरि। तिम्रो उमेर ढल्किसकेको छ, तर अझै अति धेरै देश अधिकारमा ल्याउन बाँकी नै छ। योशु तिमी मर्ने बेला भइसक्यो, सबै ओगटेको छैन तिमीहरूले। 2 पद, अझ बाँकी रहेको देश यही नै हो, फलिस्तीहरूका सबै इलाकाहरू र सारा गशुरी, शिहोरदेखि जो मिश्रको सामु छ, उत्तरपट्टि एक्रोनको सिमानासम्म जो कनानीहरूको भाग गनिन्छ, फलिस्तीहरूका 5 शासकहरूको अर्थात् गाजी, अश्दोदी, अस्कलोनी, गिती, एक्रोनीहरू अनि अब्बीहरू पनि। 4 पद, दक्षिणपट्टि अपेक्षामा एमोरीहरूको सिमानासम्म कनानीहरूको सारा देश अनि सिडोनीहरूको मारा। 5 पद, र घाम झुल्किने दिशापट्टि पूर्वपट्टि चाहिँ गबालीहरूको देश र हर्मोन पहाड मनी भएको बालगाददेखि लिएर हमातको मुखसम्म सारा लबनोन। 6 पद, लबनोनदेखि लिएर मिस्रपोत मैमसम्मको पहाडी देशका सबै बासिन्दाहरू, सबै सिडोनीहरू, तिनीहरूलाई म इजरायलीहरूको सामुबाट निकालिदिनेछु। केवल मैले तिमीलाई आज्ञा गरेअनुसार तिमीले गोला हालेर इजरायललाई यो प्रतीक शब्दको रूपमा बाँडिदेऊ, यो लिन बाँकी नै छ। अनि तपाईँलाई लाग्यो यो त 13 अध्यायमा नि त, उता 21 अध्यायमा त पुरा भयो भनेको छ नि। ल हेरौँ न त, योशुलाई नै छोडेर हामी न्यायकर्तामा जाउँ न। अर्कै योशुको मृत्युपछि न्यायकर्ता 1 मा जाउँ। अब योशुको मृत्यु भयो, 1 पदमै लेखेको छ, अब योशुको मृत्युपछि यस्तो भयो। अनि यहाँ पढ्दै जान्छौँ है, एकैचोटि हामी यहाँ चाहिँ 19 पदमा जाउँ समय जोगाउनलाई। अनि परमप्रभु यहुदाको साथमा हुनुहुन्थ्यो, अनि तिनले पहाडी देशका बासिन्दाहरूलाई धपाए, अझ पनि त्यहाँ भूभाग लिँदैछ। अनि त्यसपछिको शब्द के छ 19 पदमा, धपाएपछि। तर भन्नु बाबा, तर भन्न साथ चाहिँ अब सबै लिन सकेन भन्ने आइसक्यो। बेसीका बासिन्दाहरूलाई चाहिँ धपाउन सकेनन्, किनभने तिनीहरूसित फलामका रथहरू थिए। उनीहरूसँग लडाइँ नगरौँ, हामी परमप्रभुमा भरोसा गर्न त ठिकै थियो, तर फलामको रथसँग त सकिँदैन भनिसक्यो उनीहरू। 21 पद, अनि बिन्यामीहरूले नि उनीहरूले चाहिँ यरुसलेममा बस्ने यबुसीहरूलाई धपाए त? धपाएनन्। फेरि के आउँछ? तर ती यबुसीहरू आजको दिनसम्म भनेकोले न्यायकर्ताको पुस्तक लेखिँदासम्म पनि बिन्यामीनहरूसँग यरुसलेममै बसेका थिए। यरुसलेमलाई पुरा कब्जा भएको थिएन। 27 पद, अनि मनस्सेले पनि एकै कुल हुँदै गइरहेछ। उनीहरूलाई ल तिम्रो भनेर भाग त लगाए, तर लिन जानु पर्यो नि। लाल पूर्जा त दियो, तर गएर ओगट्न चाहिँ गएन उनीहरू। बुझ्दै हुनुहुन्छ? अधिकार भएर पनि, परमप्रभुबाट अधिकार भएर पनि विश्वास साथ जहाँ जहाँ तिमीहरूको पैतालाले टेक्ने छ त्यो तिमीहरूलाई दिनेछु भन्नुभएको थियो, टेक्न पनि गएन उनीहरू। फलामको रथ नजाऊँ। अनि यहाँ पढ्छौँ 27 पद, अनि मनुष्यले पनि बेतशान र त्यसका सहरहरू, तानाक र त्यसका सहरहरूका बासिन्दाहरूलाई धपाएनन्, न त डोर र त्यसका सहरहरूका बासिन्दाहरूलाई, न इब्लाम र त्यसका सहरहरूका बासिन्दाहरूलाई, न मगिद्दो न त्यसका सहरहरूका बासिन्दाहरूलाई धपाए। तर फेरि ती कनानीहरूले त्यस देशमा बलैले बस्न चाहे। अनि यो चाहिँ अरू पदहरूमा पनि छ। त्यसले यहाँ के देख्छौँ भने अब्राहमी करार अनुसार उनीहरूलाई जति भूभाग, जति देश दिनेछु भनेर परमेश्वरले नै प्रतिज्ञा दिनुभएको थियो, त्यसको सानो भाग मात्र, आंशिक भाग मात्र इजरायलले चाहिँ ओगट्यो। उनीहरूको विश्वासको कमी। तपाईँ म पनि हाम्रो क्रिस्चियन जीवनमा हामीलाई दिएका प्रतिज्ञाहरू छन्, अनि हामीले विश्वासद्वारा तिनलाई आफ्नो बनाउनु पर्छ। अनि त्यो चाहिँ विश्वासद्वारा मात्र आफ्नो हुन्छ। एउटा विश्वासी हुन्छ
त्यही प्रतिज्ञामा उसलाई निर्धक्कता छ, उसको डरहरू छैन, उसलाई मनमा साहस छ, अगाडि बढ्न सक्छ। त्यही प्रतिज्ञा पाएको अर्को विश्वास छ, साँच्चैको विश्वासी हो, ऊ चाहिँ सकिरहेको छैन। अब उसले चाहिँ सिक्दै जानु पर्यो, विश्वासमा बढ्दै जानु पर्यो। इजरायलीहरूले चाहिँ त्यसैले दिएको सम्पूर्ण देश कब्जा गरेनन् भन्ने कुरा छ। यरुशलेमको सवालमा त हामीलाई थाहा छ कि दाउदको समयमा आएर मात्रै कब्जा गरियो। 400 वर्षपछि दोस्रो शमूएल 5 अध्यायमा छ, त्यसलाई चाहिँ कब्जा गरियो। अब कोही कोहीले भन्छन् सुलेमानको समयमा चाहिँ पुरा भयो, सबै कब्जा गरे। अब टिप्पणीहरूमा तपाईँले त्यस्तो पाउनुहुन्छ, जाँच्नुपर्छ है। हो त पहिलो राजा 4 मा जाउँ, सबै त्यसले टिप्पणी भएको सबै कुरा नपत्याउनुहोस्। मान्छे त हो, उसले जे जाने चाहिँ लेख्छ, राम्रो कुराहरू पाइन्छ, तर बाइबल हो जाँच्ने। पहिलो राजा 4:20 र 21। यहाँ त हो कि जस्तो पनि लाग्छ। पहिलो राजा 4:20 र 21। यहुदा र इजरायल धेरै समुद्रका किनारको बालस र असंख्य भिड थिए। यो सुलेमानको समयमा आएर तिनीहरू खाँदै थिए, पिउँदै थिए र मोज गर्दै थिए। अब यो मोज गर्दै थिए भन्दाखेरि चाहिँ बरु यो अक्षरशः तल अलिकति राम्रो लाग्यो मलाई, आनन्दित हुँदै थिए, त्यो राम्रो सुनिन्छ। 21 पद, अनि सुलेमानले युफ्रेटिस नदीदेखि लिएर पलस्तीहरूको देश र मिस्रको सिमानासम्म सबै राज्यमाथिहरू के गर्थे? शासन गर्थे। राम्रोसँग पढ्नुपर्छ यो शब्दहरू। अनि सुलेमानको जीवनभरि नै तिनीहरूले उनी कहाँ के ल्याउँथे? कर ल्याउँथे। यो पनि अब राम्रोसँग बुझ्नु पर्यो त्यस भए। र उनको सेवा गर्थे। 8:56 मा जाउँ। 8:56, 5:56। अनि यहाँ चाहिँ सुलेमानले धन्यवाद दिँदैछन् प्रभुलाई। अनि भवन समर्पणको अवसरमा 56 पद, परमप्रभु धन्यका हुन् जसले आफूले प्रतिज्ञा गर्नुभएका सबै कुरा अनुसार आफ्नो प्रजा इजरायललाई विश्राम दिनुभएको छ। उहाँले आफ्ना दास मोशाद्वारा प्रतिज्ञा गर्नुभएका उत्तम उत्तम कुराहरूमध्ये एउटै पनि विफल भएको छैन। अनि साँचो हो, परमप्रभु विश्वासयोग्य छ। तर के भने उनीहरूले जतिसम्म विश्वास गरे त्यति उनीहरूलाई दिनुभयो। अझ बाँकी थियो वास्तवमा। कारण किनभने लालपुर्जा राम्रोसँग पढ्नुपर्छ। यहाँ चाहिँ 4:21 मा मिस्रको सिमानासम्म भनेर चाहिँ पढ्यौँ, तर लालपुर्जामा त्यस्तो लेखिएको थिएन। युफ्रेटिसदेखि चाहिँ हो, युफ्रेटिससम्म, तर मिस्रको सिमाना होइन। कहाँसम्म हो? मिस्रको नदीसम्म हो। अनि अर्को कुरा, त्यसैले यो पूर्ण रूपमा उनीहरूले ओगटेको थिएन। अर्को कुरा के भने, अनि त्यो चाहिँ 15:18 मा हो है, मिस्रको नदीसम्म जानु पर्थ्यो। अनि अर्को कुरा चाहिँ के भने, यी राष्ट्रहरू वास्तवमा अधीनस्थ राष्ट्रहरूको रूपमा कर तिर्दै, तर आफ्नो पहिचानलाई चाहिँ जस्ताको तस्तै छ। उनीहरूको संस्कृति, मूर्ति सबै जस्ताको तस्तै छ, केही बदल्नु परेको छैन। खालि करतिर पुग्यो, सुलेमानलाई पुगेको छ, त्यति भयो भनौँ न अहिलेलाई। खासै त्यहीँ गएर इजरायलीहरू बसिरहेको छैन, उनीहरू नै बसिरहेछन्। जबकि त्यो भूभाग चाहिँ परमेश्वरले इजरायललाई दिनुभएको उनीहरूलाई धपाउनु पर्थ्यो। उनीहरू जस्तो सन्धि पो गरेको छ यहाँ। यो कर तिर्ने भनेको मतलब त्यहाँ चाहिँ उनीहरूको अधीनस्थ चाहिँ ती मुनतिर परेका राष्ट्रहरू भए, अधिपति चाहिँ सुलेमान भयो। उनीहरूको बिचमा चाहिँ वर्षेनी तिमीहरूले यति किकर सुन, मलाई चाहिँ बुझाउनु भन्ने तरिकाले चाहिँ सन्धि गरिएको बुझिन्छ यहाँ। किन थुप्रो उदाहरणहरू छ बाइबलमा। अनि अर्को कुरा, पहिलो राजा 4 मा हेरौँ त, खास सिमाना कहाँदेखि कहाँसम्म थियो। खासै उनीहरूले पुरै मजाले इजरायल जाति नै
कुल बसेर ओगटेको चाहिँ यो शब्दावली अथवा वाक्यांश त प्रख्यात नै छ, तर हेरौँ पहिलो राजा 4:25 खास ओगटेको चाहिँ यहाँ छ, उल्लेख छ 25 पद। अनि सुलेमानको जीवनभरि नै कहाँदेखि कहाँसम्म? दानदेखि बेर्सेबासम्म। दान भनेको उत्तरी सिमाना, बेर्सेबा भनेको दक्षिण सिमाना, त्यहाँसम्म मात्र बसेको छ। त्यति धेरै होइन त्यो। दानदेखि बेर्सेबा खास यो रहेछ उनीहरू खासै ओगटेको। अनि परमेश्वरले दिनु नै भएको थियो, उनीहरू त्यहाँसम्म विश्वास गरे, अनि प्रभुले जे विश्वास गर्नुभयो त्योमा सबैमा दिनुभयो। एउटै विफल भएन त्यो अर्थमा, तर त्योभन्दा अझ बाँकी नै थियो। अझ अरू तर्कहरू छन् जसले चाहिँ त्यो अवधारणालाई चाहिँ काट्छ कि यहोशूको समयमा, सुलेमानको समयमा यो पुरा भयो भन्ने कुरा चाहिँ होइन। अर्को कारण किन छ भने अब्राहमी प्रतिज्ञा चाहिँ अनन्तको लागि यो देश तिमीलाई दिनेछु भन्ने छ। एकचोटि उत्पत्ति 17 मा जाउँ। अनन्तको लागि, कहिले त्यहाँबाट नउखेलिने गरिकन सधैँको लागि यो दिनेछ भन्ने प्रतिज्ञा हो वास्तवमा। 17:7 मा हामी पढ्छौँ, अनि म तिम्रा र तिमी पछि तिम्रो वंशका परमेश्वर हुनेछु भनी मेरो र तिम्रो साथै तिमी पछि तिम्रो वंशको बीचमा उनीहरूका पुस्ता पुस्ता अनुसार म मेरो बाचा कस्तो बाचाको रूपमा स्थापित गर्नेछु? अनन्त। अब सोच्नुहोस् न, अनि यहाँ थुप्रै अरू पदहरू छन्, 8 पद, 13 पद, 19 पद, हरेकमा सदा सर्वदाको लागि दिनेछु, अनन्त बाचा, सदा सर्वदाको लागि त्यो भूमि दिनेछु भनिरहनु भएको छ। तर यो त पुरा भएको छैन। तपाईँलाई नै थाहा छ कि केही शताब्दी बितेपछि इजरायलको इतिहासमा चाहिँ विभाजित इजरायलको उत्तरी भाग इजरायल चाहिँ असुरीहरूले कैद गरेर लान्छन्, अनि कहाँ कहाँका मान्छेहरू ल्याएर त्यहाँ बसाल्छन् प्रतिज्ञाको देशमा। दोस्रो राजा 17 अध्यायमा हेरि हुन्छ। अनि त्यहाँबाट चाहिँ मिश्रित बिहा भएर अनि सामरी जाति उत्पन्न हुन्छ इत्यादि। 136 वर्ष बित्छ त्यसपछि उत्तरी राज्यको कैदपछि। अनि दक्षिणको यहुदा राज्य पनि फेरि त्यही नतिजा, उनीहरू पनि बेबिलोनले कैद गरेर उनीहरूलाई युफ्रेटिस पारी लान्छन्। दोस्रो राजा 25 अध्यायमा छ त्यो। उनीहरू 70 वर्षलाई जान्छन्, उनीहरू फर्केर आउँछन्, सानो समूह है। अनि तर अनन्तको लागि ओगटिरहेको त देखिएन नि त। अनि त्यसैले यहोशू र सोलोमनको समयमा पुरा भएको होइन। किनभने अझ भन्ने भने अगमवक्ताहरूको खण्डहरू पढ्न थालौँ न, उनीहरूले चाहिँ यी प्रतिज्ञाहरू पुरा हुन बाँकी नै छन् भनेर बारम्बार भनिरहेछन्। अनि त्यसैले जसले चाहिँ अर्थ प्रकाशन गर्दाखेरि चाहिँ यो पुरा भइसकेर भन्छन्, उनीहरू चाहिँ त्यसलाई आँखा चिम्लिरहेछन्। उनीहरूले अर्कै तरिकाले अर्थ लाउँछन् त्यो अगमवक्ताहरूले भनेको कुरा। त्यो चाहिँ बाइबललाई आदर होइन। एउटा खण्ड हेरौँ, जस्तो कि आमोस 9 अध्याय, आमोसको 9 अध्याय। अगमवक्ताहरूले नै यी प्रतिज्ञाहरू पुरा हुन बाँकी नै छन् भनेकोबाट पनि हामी बुझ्दछौँ कि यहोशू र सलोमनको समयहरूमा अथवा विगतमा कुनै पनि समयमा यी प्रतिज्ञाहरू चाहिँ हुबहु पुरा भएका छैनन्। आमोस 9:11 त्यस दिन म दाउदको तम्बु घरानाको कुरा गर्छु, उसको वंशको कुरा गर्दैछ, जो ढलेको छ उठाउनेछु र त्यसका धाँधाहरू पुरिदिनेछु, अनि म उसका भग्नावशेषहरू खडा गरिदिनेछु र त्यसलाई प्राचीन कालमा भए चाहिँ बनाइदिनेछु। 12 पद यस हेतुले कि तिनीहरूले एदोमको बाँकी रहेको भागलाई र मेरो नामले कहलाएका सबै जातिहरूलाई आफ्नो अधिकारमा लिउन्। परमप्रभु जसले यो काम गर्नुहुन्छ भन्नुहुन्छ। 13 पद परमप्रभु भन्नुहुन्छ, हेर दिनहरू आउँदैछन् जब हलो जोत्नेले कटनी गर्नेलाई भेट्नेछ। यहाँ चाहिँ कृषि क्षेत्र यति फलवन्त हुनेछ भन्ने बयान चाहिँ हिब्रूहरूको बोल्ने शैली हो यो। हलो जोत्नेले कटनी गर्नेलाई भेट्नेछ, अङ्गुरहरू कुल्चिनेले बिउ छर्नेलाई भेट्नेछ। हामी ठ्याक्कै यसरी कुरा गर्दैनौँ, तर हिब्रूहरूको कुरा गर्ने तरिकामा हामी यो बुझ्नुपर्छ। अनि पहाडहरूले नयाँ दाखमध्ये छुवाउने छन् र सबै डाँडाहरू पग्लने छन्। यो सब चाहिँ यति राम्रो फलिफाप हुनेछ भन्दैछ।
14 पद, अनि म मेरो प्रजा इजरायललाई कैदबाट फर्काएर ल्याउनेछु, अनि तिनीहरूले उजाड भएका शहरहरू निर्माण गर्नेछन् र तिनमा बस्नेछन्, अनि तिनीहरूले दाखबारीहरू लगाउनेछन्, अनि तिनको दाखमध्ये पिउनेछन्, अनि तिनीहरूले बगैँचाहरू लगाउनेछन् र तिनको फल खानेछन्। 15 पद, अनि म तिनीहरूलाई तिनीहरूकै देशमा रोप्नेछु, अनि जुन देश मैले तिनीहरूलाई दिएँ तिनीहरूको त्यस देशबाट तिनीहरू, त्यसपछि के छ, दुईटा शब्द, फेरि कहिले उखालिने छैनन्। यो चाहिँ पुरा भएको छैनन्, उनीहरू त पटक पटक उखालिएका छन्, लामो समयसम्म पनि उखालिएका छन्। अहिले इजरायलको पुरा विश्वको जनसङ्ख्याको आधा भाग चाहिँ देशमा छ, पुरा भएको छैन है। परमप्रभु तिम्रा परमेश्वर भन्नुहुन्छ, यो चाहिँ अनन्त बाचा पुरा हुन बाँकी छ। अझ भन्नु भने नयाँ बाचा त पुरा भएकै छैन, किनभने इजरायल जाति आजसम्म पनि जाति रूपमा चाहिँ फाटफुट विश्वास गर्नेहरू छन्, तर जाति रूपमा चाहिँ ख्रिस्टलाई इन्कार गर्ने, आफ्नै मसीहलाई चाहिँ इन्कार गर्ने नै जाति छ। त्यसैले अब्राहमी बाचाले के देखाउँछ, एउटा भविष्य राज्य आउँदैछ भनेर चाहिँ हामीलाई देखाउँछ यी प्रतिज्ञाहरूले। अब त पर्याप्त रूपमा दोहोऱ्याएँ होला मैले, होइन त। फेरि अलिअलि अब्राहमी बाचाले हामीलाई यो निश्चयता दिन्छ, जब हामीले चाहिँ हुबहु अक्षरश तरिकाले सामान्य शाब्दिक अर्थमा बाइबललाई बुझ्छौँ कि परमेश्वरको एउटा राज्य चाहिँ यो संसारमा आउन नै पर्छ। वास्तवमा अब्राहम जब मर्दाखेरि यी महान ईश्वरीय प्रतिज्ञाहरूलाई दिएको थियो, केही पनि उसले हात पारेन। जग्गाको कुरा गर्ने भने सानो टुक्रा जग्गा हेब्रोनमा एउटा किल्छ, एउटा ओढार, उसको श्रीमती सारालाई गाड्नलाई। उत्पत्ति 23 अध्याय। त्यसैले निष्कर्ष यही नै हो कि अब्राहमी बाचा र त्यसबाट निस्कने भनौँ जोडिएका उपबाचाहरू शाब्दिक अर्थमै बुझिनुपर्ने शर्त रहित प्रतिज्ञाहरू भएका हुनाले र आजसम्म पुरा नभएका हुनाले भविष्यमा परमेश्वरले पुरा गर्नुहुन्छ। उहाँले आफैलाई बाँध्नु भएको छ यो पुरा गर्छु भनेर। अनि त्यसैले चाहिँ हामी जसले यो विश्वास गर्छौँ, हामीलाई चाहिँ एउटा उत्सुकता उत्पन्न गराउँछ। यसले चाहिँ उत्सुकता, आउँदै हुनुहुन्छ हाम्रो प्रभु। हामी इजरायली होइन, हामी त यो रहस्य जुन परमेश्वरको हृदयमा लुकाइराख्नु भएको थियो, यस बीचमा चाहिँ 2000 वर्ष भइसक्यो हामीलाई चाहिँ अन्य जातिहरूको बीचबाट हामीलाई चाहिँ आफूसँग जोड्नु भएर उहाँको मृत्यु बौरी उठाएको सुसमाचारद्वारा अनुग्रहले बचाउनु भएर नयाँ जन्म दिनु भएर एउटै अर्कै संरचना इजरायलभन्दा फरक मण्डली भन्ने बनाउनु भएर अनि हामीलाई चाहिँ छुट्टै लिन आउँछु भन्दै हुनुहुन्छ फेरि। अनि त्यसपछि म इजरायलसित म व्यवहार गर्नेछु, मेरो प्रतिज्ञाहरू पुरा गर्नेछु, अनि उनीहरूलाई विशेष तरिकाले गर्नेछु। अनि त्यसैले प्रकाशक पुस्तक पढ्दाखेरि 1 अध्याय पढ्छौँ, अनि त्यसपछि 2 र 3 अध्यायमा 7वटा मण्डली पढ्छौँ। 4 अध्यायमा जाने बित्तिकै मण्डली त छैन, माथि छ, ती प्राचीनहरू बसिरहेका छन् स्वर्गमा। 5 अध्यायमा पिताले पुत्रलाई राज्य दिनुहुन्छ, लाल पूर्जा। त्यसपछि सङ्कष्टकाल सुरु हुन्छ 6 अध्यायदेखि 19 अध्यायसम्म। अनि 19 अध्यायमा दोस्रो आगमनमा प्रभु येशू आउनुहुन्छ, अनि उहाँसँगै हामी आउनेछौँ। अनि 20 अध्यायमा 1000 वर्ष राज्य स्थापना हुन्छ। त्यतातिर जाँदैछौँ। तर यी कुराहरू जति राम्रोसँग बुझियो त्यो चाहिँ त्यति नै अर्थपूर्ण, र हामीले चाहिँ परमेश्वरले खास किन यसरी गरिरहनु भएको छ भन्ने कुराको हामीलाई बुझाइमा सहायता हुन्छ। त्यसैले एउटा उत्सुकता। अनि त्यसैले चेलाहरूलाई भन्नुभयो यसरी प्रार्थना गर, स्वर्ग बस्नुहुने पिता, तपाईँको नाम पवित्र गरियोस्, जसरी स्वर्गमा तपाईँको इच्छा पुरा हुन्छ त्यसरी नै कहाँ पनि पुरा होस्, पृथ्वीमै पुरा होस्, तपाईँको राज्य आओस्। यसरी प्रार्थना गर्न सिकाउनु भयो। त्यसैले अब्राहमी प्रतिज्ञा र त्यससँग जोडिएका 3 उपबाचाहरू र उपबाचाहरू हेऱ्यौँ। अब चाहिँ हामी मूसाको व्यवस्था अथवा मूसाको बाचा भन्ने महत्त्वपूर्ण
बाचालाई चाहिँ हेर्न तयार भएमा भयो। अहिलेसम्म हामीले देख्यौँ कि परमेश्वरले प्रकट गर्नुभए अनुसार उहाँको प्रकाशले हामीलाई के देखाउँछ भने भविष्यमा यस पृथ्वीमा मसीही राज्य हुनैपर्छ, अहिले नै होइन, पछि हुनैपर्छ, नत्र भने उहाँ झुट्टा ठहरिन्छ। तर उहाँ झुट बोल्न असम्भव छ, उहाँ मान्छे होइन, बदलिन नसक्ने यी प्रतिज्ञाहरू छन्। मैले कसम खाएको छु दाउदसँग म झुट बोल्दिनँ, यसरी उहाँले भन्नुभएको छ, त्यसैले यो हुन्छ। अनि यो हुन्छ भनेर हामीले दुईवटा आधारमा देख्यौँ अहिलेसम्म। एउटा चाहिँ के भने सुरुकै उहाँको वंश आयो कि पृथ्वीमा उत्पत्ति 1:26-27-28 अनुसार यो पृथ्वीलाई चाहिँ शासन गर्न एउटा ईश्वर शासित प्रशासक राख्नु रहेछ। आदम र हव्वा सुरुमा थियो, त्यो हट्यो। अनि त्यसपछि परमेश्वरले चाहिँ यसलाई पुनर्स्थापन गर्नलाई चाहिँ अब्राहमलाई बोलाउनु भएर त्यसपछि बाचाहरू दिन थाल्नुभयो, यो वंशलाई उपवासहरू दिन थाल्नुभयो, जसद्वारा चाहिँ अब उहाँको चाहिँ यो ईश्वर शासित राज्यलाई चाहिँ यहाँ ल्याउनलाई चाहिँ उहाँले चाहिँ सुरु गर्नुभयो। अब प्रश्न चाहिँ के उठ्छ भने हामीले यहाँसम्म अध्ययन गर्दाखेरि त्यसो भए भावी भनेको भविष्यमा आउने मसीही राज्यलाई औल्याउने केही प्रकाश हेऱ्यौँ, उत्पत्तिमा हेऱ्यौँ, त्यसपछि अब्राहमसितको बाचा हेऱ्यौँ, अनि त्यसपछि अरू के प्रकाश छ त बाइबलमा अझ हामीलाई चाहिँ यसमा सहायता गर्न बुझ्नलाई। अनि त्यो हेर्दाखेरि चाहिँ हामी पाउँछौँ त्यसपछि चाहिँ मूसाको बाचा नै अब चाहिँ हामीलाई यो ईश्वर शासित राज्य सम्बन्धी प्रकाश दिने चाहिँ र भविष्यमा हुने उहाँको राज्यलाई बुझ्नलाई हामीलाई प्रकाश चाहिँ यहाँ मिल्छ। त्यसैले हामी चाहिँ यहाँ जाने पहिला चाहिँ हामी भजन सङ्ग्रह 147 मा जाउँ। मूसाको बाचा है भनेर चाहिँ विशेष त्यसलाई हेर्न लागिरहेछौँ, जस अन्तर्गत चाहिँ व्यवस्था छ, तर बाचा चाहिँ ठुलो छाता हो जसमुनि व्यवस्था आउँछ। तर भजन सङ्ग्रह 147 मा चाहिँ पल्टाउनु होला। यो बाचा जसलाई चाहिँ मूसाको बाचा भनेर हामीले त्यसलाई नाम दिन सक्छौँ, किनभने मूसा मार्फत परमेश्वरले इजरायललाई यो बाचा बाँध्नलाई चाहिँ दिनुभएको थियो, अनि इजरायल सहमत भएको हो यो बाचा बाँध्नलाई, अनि त्यसपछि बाचा बाँधिएको हो, बलिदानहरूद्वारा यसलाई पक्का गरिएको थियो। भजन सङ्ग्रह 147 मा चाहिँ एउटा कुरा ख्याल गर्ने समय 147 को 19 र 20 यहाँ पढ्छौँ। उहाँले आफ्नो वचन याकुबलाई, याकुब भन्नाले इजरायललाई, अनि आफ्ना नियमहरू र आफ्ना फैसलाहरू, उहाँको व्यवस्थालाई जनाउने शब्दहरू है, आफ्ना नियमहरू र आफ्ना फैसलाहरू कसलाई बताउनुहुन्छ? इजरायललाई बताउनुहुन्छ। अरू कसैलाई बताउनुहुन्न र परमेश्वर तपाईँले पढौँ 20 पद, अरू कुनै जातिसँग उहाँले यस्तो व्यवहार गर्नुभएको छैन, अनि उहाँको फैसलाहरू त तिनीहरूले जानेकै छैनन्। यहाँ के देख्छौ भने यो मूसाको बाचा केवल इजरायलसँग मात्र हो। अहिलेसम्म सबै बाचाहरू इजरायलसँग देखिरहेछ। अब्राहमसँगको बाचा, त्यसपछि देश सम्बन्धी बाचा, त्यसपछि दाउदसँगको बाचा, अनि त्यसपछि नयाँ बाचा, अनि अब आउँछ मूसाको बाचा नै 5-5वटा, सबै इजरायलसँग, अरू कोहीसँग होइन। अनि यो चाहिँ सिनाई पर्वतमा, जसलाई होरेब पनि भनिन्छ, त्यहाँ चाहिँ यो बाचा बाँधिएको थियो। अनि त्यसैले अब यहाँ के हेर्न लागिरहेको छु भने अलिकति बताउँछ, नि त्यसपछि हामी छिर्नेछौँ यसमा। के हेर्न लागेको विषय भने ईश्वर शासनको विदाई भएको थियो अदनको बगैँचाबाट, विदाई छोडेर गएको थियो ईश्वर शासित प्रशासक विफल भएपछि, लडेपछि। अनि आदमको समयदेखि लिएर वर्षौँ बित्छ, मूसाको समयसम्म आउँदाखेरि पनि ईश्वर शासित राज्य छैन पृथ्वीमा। अब्राहमसँग बाचा बाँध्दै हुनुहुन्छ, तर ईश्वर शासित राज्य छैन। त्यहाँ मुक्ति पाउन सकिन्छ, व्यक्तिहरू थिए, विभिन्न व्यक्तिहरू, हामीलाई सबै व्यक्तिहरूको नाम पनि दिएको छैन, हामीलाई
स्वर्गमा पुगेपछि भन्छ ए तपाईँ नुहको समयमै तपाईँले प्रभुलाई चिन्नुहुन्थ्यो, त्यस्तो हुन्छ होला, हामीलाई सबै बताउनु भएको छैन है, 2-4 जनाको नाम थाहा छ हामीलाई। अनि त्यसैले यो ईश्वर शासित राज्य नभएको बेला त अन्धकारको बेला भयो। अनि आदमदेखि मोसा समयको त्यो कालखण्डलाई चाहिँ पावलले पनि रोमी 5 अध्यायमा यस्तो उल्लेख गरेको छन्। एकचोटि यसो हेरौँ, रोमी 5 मा खासै धेरै बयान त गरेका छन्, खालि त्यो अवधिलाई चाहिँ उल्लेख गरेको छ, केही कुरा सिकाउनलाई, जुन हाम्रो अहिले विषय होइन, तर खालि यसो हेरौँ मात्र। के अरे 13 र 14 दुईटै पढौँ ल। 5 को 13, किनकि व्यवस्था आउन्जेल भनेको मोसाको समयमा आएको हो। व्यवस्था आउन्जेल संसारमा पाप त थियो आदमबाट, तर जहाँ व्यवस्था छैन त्यहाँ पापको हिसाब लाग्दैन। 14 पद, तरै पनि मृत्युले कहिलेदेखि कहिलेसम्म राज्य गर्यो? आदमदेखि मोसासम्म। अनि यही यत्रो लामो अवधिसम्म चाहिँ ईश्वर शासित प्रशासक भन्ने कोही पनि थिएन। तर अब चाहिँ आउँछ, अब चाहिँ हामी देख्छौँ ईश्वर शासित प्रशासन र ईश्वर शासित राज्य, सीमित रूपमा भए पनि, पुरै पृथ्वीलाई डल्लै समेट्ने तरिकाले होइन, तर सीमित रूपमा चाहिँ यहाँ ईश्वर शासित राज्य भन्ने चाहिँ स्थापना हुन्छ। अनि यो चाहिँ सिनाई पर्वतमा यो करार अथवा बाचाद्वारा स्थापना हुन्छ। यो चाहिँ हामी प्रस्थान 19 अध्यायमा अब हेर्नेछौँ। प्रस्थान 19 मा इजरायल जाति, अब्राहमको वंश, इसाक, याकुब 12 कुलबाट जन्मेकाहरू लामो समय 400 वर्षको उनीहरू निर्वासन यताउता गइरहेछन्। उनीहरूले प्रतिज्ञाको देश उनीहरूले हात पारेको छैनन्। उनीहरू त कैद भएर बरु मिश्रमा छन्। अनि परमेश्वरले चाहिँ आफ्नो बाचा सम्झनु भयो। अब समय भयो, अब म चाहिँ उनीहरूलाई देशमा पुर्याउँछु। अनि त्यो फलामको त्यो आगोको भट्टी भनेको छ त्यो मिश्र देशलाई, ती उनीहरूलाई चाहिँ कष्टको ठाउँ भन्न खोजेको बाटो चाहिँ परमेश्वरले आफ्नो दयामा त्यो बाचा सम्झँदै, अब्राहमलाई दिएको प्रतिज्ञा सम्झँदै, इसाक याकुबलाई सम्झनु दिएको बाचा सम्झँदै मोसालाई पठाउनुहुन्छ र इजरायल जाति 20 लाख लगभग सङ्ख्यामा, अझ 30 लाख हुन सक्छ, उनीहरूलाई निकाल्नुहुन्छ र उनीहरूलाई सिनाई पर्वतमा ल्याउनुहुन्छ। अनि यहाँ आइपुगेका छन् 19 अध्यायको 1 पद, इजरायलीहरू मिश्र देशबाट निस्केर आएको तेस्रो महिनामा त्यस दिनमा तिनीहरू सिनाईको उजाड स्थानमा आइपुगे। अनि त्यसपछि यहाँ मूसालाई चाहिँ पर्वतको टाकुरामा बोलाउनुहुन्छ 3 पद, अनि मूसा माथि परमेश्वर कहाँ गए। अनि त्यस पहाडबाट परमप्रभुले उनलाई यसो भन्दै बोलाए, तिमीले याकुबको घरानालाई यसो भन र इजरायलीहरूलाई बताओ। यहाँ दुईटा पक्ष छ, यहाँ बाचा सन्धि हुन लागिरहेछ औपचारिक रूपमा। दुईटा पक्ष, एकातिर चाहिँ यहोवा परमेश्वर हुनुहुन्छ, ऊ माथि सिनाई पर्वतमा त्यहाँ आगोको ज्वाला देखिन्छ है, अनि तल चाहिँ उनीहरू जम्मा भएको छ। अनि यो दुई पक्षलाई चाहिँ एक ठाउँमा ल्याउनलाई चाहिँ एउटा मध्यस्थको रूपमा मूसालाई खटाउनु भएको छ। अनि मूसा जान्छ, अनि मूसासँग भन्नुहुन्छ इजरायललाई यसो भन। 4 पद यसरी सुरु हुन्छ, मैले मिश्रीहरूलाई के गरेँ र कसरी मैले तिमीहरूलाई गरुडहरूका पखेटाहरूमा बोकेर तिमीहरूलाई आफै कहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। अर्को शब्दमा भन्यो भने मेरो पुरै अधिकार छ तिमीहरूमाथि, मैले तिमीहरूलाई चाहिँ छुटाएको हुँ, मैले किनेको हुँ। पछि पनि यो कुरा आउँछ, मैले दासत्वको घरबाट निकालेर ल्याउने परमप्रभु मै हुँ भनेर 20 अध्यायमा उहाँले भन्नुहुन्छ है। अनि त्यसपछि यहाँ चाहिँ बाचाको कुरा सुरु हुन्छ 5 पद, यस कारण अब तिमीहरूले साँच्ची नै, यहाँ जोड दिएको छ, साँच्ची नै मेरो कुरा सुन्यौ र त्यसपछिको शब्दहरूलाई ध्यान दिनुहोस् त, र मेरो बाचा पालन गर्यो भने, मेरो बाचा पालन गर्यो भने, यो अब्राहमसितको बाचाको कुरा होइन, पालन गर्नुपर्ने कुराहरूको यहाँ
आउँदैछ। मेरो वाचा पालन गर्यो भने तिम्रो र मेरो बिचमा हुन लागिरहेको यो वाचा अथवा सन्धिको शर्तहरू म राख्छु। यो शर्तहरू तिमीहरूले पालन गर्यो भने सबै जातिहरूभन्दा बढी तिमीहरू नै मेरा निम्ति विशेष धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। 6 पदमा अब ध्यान दिनुहोस्। अनि तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा के भन्नुभएको छ? राज्य। अहिलेसम्म त थिएन यस्तो एउटा राज्य, त्यो पनि एउटा पुजारीहरूको राज्य, परमेश्वरलाई उपासना गर्ने राज्य, एउटा पवित्र जाति हुनेछौ। इजरायलीहरूलाई तिमीले भन्नुपर्ने वचन यी नै हुन्, मोसा जाऊ तल। मोसा तल आउँछ, परमेश्वरले यसो भन्नुभएको छ। अनि सारा इजरायलले मिलेर भन्छ हस् हामी गर्नेछौँ है। 8 पदमा हेर्नुहोस्, 7 पद। अनि मोसा आएर मानिसहरूका बुढा प्रधानहरूलाई बोलाए, भनेको 30 लाखसँग त कुरा गर्नलाई माइक्रोफोन स्पिकर थिएन, त्यसैले प्रतिनिधिद्वारा चाहिँ यो सब गरिन्छ। बुढा प्रधानहरूलाई बोलाएर परमप्रभुले उनलाई आज्ञा गर्नुभएका सबै वचनहरू तिनीहरूको सामु राखिदिए। 8 पद। अनि ती सबै मानिसहरूले एकसाथ जवाब दिएर भने, सबै 20-30 लाखको पक्षबाट बोल्छन्, परमप्रभुले भन्नुभएको, प्रथम पक्षले बोल्नुभएको सबै कुराहरू, सबै शर्तहरू हामी गर्नेछौँ। फिर्ता लान्छ कुरा मध्यस्थकर्ताले। अनि मूसाले मानिसहरूको वचनहरू परमप्रभुमा पुर्याए। अनि त्यसपछि अब बाचा बाँध्नेतिर अगाडि बढ्छ। अब यहाँसम्म है, अझ पढ्न मन लाग्ला पढ्नुहोस् पछि है, तर हामी अलिकति मैले भने अलिअलि छ्वास सुन्दैछु अनि अगाडि बढ्ने हो। यहाँ चाहिँ के पाउँछ भने परमेश्वरको राज्य भन्ने यो परमेश्वरको जुन यहाँ हृदयमा, विचारमा, योजनामा छ, अनन्त योजनामा, त्यो चाहिँ पहिलो पटक उल्लेख भएको ठाउँ यहाँ हो। ख्याल गरिराख्नुहोस्, यही हो यो बाचा, मोसाको बाचा बाँध्ने प्रसङ्गमा। यसै कारण हामीले यो निष्कर्ष निकाल्न सक्छौँ कि जुन ईश्वर शासित राज्य अदनको बगैँचामा थियो र हटेर गयो, गुमाइयो, यो पृथ्वीले गुमायो, त्यो चाहिँ अब सिनाई पर्वतमा आएर स्थापना आंशिक रूपमा भए पनि स्थापना चाहिँ यहाँ हुन लागेको देख्दैछौँ। ठिक जसरी परमेश्वरले आदम मार्फत, उहाँको ईश्वर शासित प्रशासक मार्फत चाहिँ सम्पूर्ण पृथ्वीमाथि राज्य गर्नलाई चाहिँ परमेश्वरले खटाउनु भएको थियो, यो चाहिँ अप्रत्यक्ष रूपमा परमेश्वरले राज्य गर्ने तरिका हो। सर्वव्यापी राज्यमा त उहाँ चाहिँ प्रत्यक्ष नै राज्य गर्नुहुन्छ, अनि त्यो चाहिँ सधैँ हो। त्यही उदाहरण सजिलो छ बुझ्नलाई। एउटा भँगेरा पनि तिमीहरूको पिताको इच्छा बिना खस्दैन भन्नु भएको छ नि, त्यो त कुनै मान्छेद्वारा त्यो जोगाउने अथवा उसलाई के गर्ने त होइन नि, परमेश्वरकै हातमा छ त्यो भँगेरा। त्यो चाहिँ सर्वव्यापी अनन्त राज्य हो। तर यहाँ चाहिँ परमेश्वरले मानिसद्वारा, एउटा ईश्वर शासित प्रशासकद्वारा, उहाँको एउटा म्यानेजरद्वारा भनौँ, उहाँले नियुक्त गर्नुभएको व्यक्तिद्वारा चाहिँ शासन गर्ने प्रणाली हो यो। अनि जसरी आदमद्वारा चाहिँ सारा पृथ्वीमाथि नै परमेश्वरले अप्रत्यक्ष रूपमा शासन गर्न चाहनुभएको थियो, अनि एकछिन गर्नुभयो पनि, त्यस्तै गरी अब चाहिँ परमेश्वरले मोसाद्वारा इजरायलमाथि शासन गर्नलाई चाहिँ यहाँ बाचा बाँध्दै हुनुहुन्छ। मोसा चाहिँ अब ईश्वर शासित प्रशासक हो, तर सम्पूर्ण पृथ्वीमाथि होइन, खालि यो जातिमाथि मात्र, इजरायल जाति, जोसँग चाहिँ यो बाचाहरू छन्। संसारसँग बाचा छैन है, बाहिर छन्, उनीहरू आफ्नो मूर्ति पूजामा रमाइरहेछन्। अनि यहाँ एकजना अब्राहम छ जो चाहिँ एकमात्र सत्य परमेश्वरलाई पछ्याएर आएको छ, अनि उसलाई दिएको बाचा अनुसार परमेश्वरले चाहिँ अब चाहिँ ईश्वर शासित प्रशासक मोसालाई बनाएर इजरायलमाथि चाहिँ परमेश्वरले नै अब अप्रत्यक्ष रूपमा राज्य गर्नको लागि चाहिँ यहाँ अगाडि बढाउँदै हुनुहुन्छ। अनि यो राज्य यहाँ सुरु हुन्छ वास्तवमा। अनि यो ईश्वर शासित जुन राज्य छ, यो चाहिँ ले झन्डै पुरै पुरानो नियमलाई चाहिँ समेट ओगट्छ, झन्डै भन्नुले योभन्दा अगाडि मात्र थिएन। त्यसैले यो पुरै जब हामी पुरानो नियम पढ्दैछौँ, यही कालखण्ड हो जब चाहिँ ईश्वर शासित राज्य छ। तर मूसा त मरेर गयो नि त, अब 120 वर्षपछि मरेको। त्यसपछि मूसा
को सट्टामा योशु त्यसपछि ईश्वर शासित प्रशासक बन्छ। योशुको पुस्तकले त्यसलाई समेट्छ। अनि योशु पनि मरेर गयो नि त, ठिक छ। त्यसपछि चाहिँ न्यायकर्ताहरू है, एउटा न्यायकर्ता आउँछ, ऊ मरेर जान्छ, उसकै वंश फेरि न्यायकर्ता हुनेवाला छैन। त्यस्तो केही पनि प्रतिज्ञा परमेश्वरले दिने नै भएको थिएन। फेरि अर्को न्यायकर्ता कुन चाहिँ कुलबाट आउँछ, एकजना। चरित्र फरक फरक छन्, अनेक कमजोरीहरू छन्। तैपनि जब जब न्यायकर्ताको समयमा हामी पढ्छौँ नि, पलस्तीहरू होस् अथवा एमोरी अथवा जोसुकै होस्, उनीहरूले दुःख दिँदाखेरि, उनीहरूलाई कष्ट दिँदाखेरि, उनीहरूको खानेकुरा लुट्दाखेरि, अनि उनीहरू दुःख पर्दाखेरि पुकार्थे परमेश्वरलाई, अनि जहिले पनि परमेश्वरले सुन्नुभयो भनेको छ। किन त्यो बाचाको जाति हो। अनि परमेश्वरलाई दया लाग्थ्यो, अनि फेरि अर्को प्रशासक उठाउनुहुन्थ्यो, अर्को न्यायकर्ता उठाउनुहुन्थ्यो। 1, 2 गर्दै हामी पढ्दैछौँ। तर झन् खराब हुँदैछ समय त, जसलाई जे मनलाई त्यतै गरिरहेछ। अनि त्यो दिनहरूमा राजाहरू थिएन भनेको छ। अनि त्यसैले न्यायकर्ताहरूको समय झन्झन अँध्यारो हुँदैछ। अनि त्यसपछि शमूएलको पुस्तकमा पुग्छौँ। अनि रुथ पनि न्यायकर्ताको समयको घटनाहरू हुन्। अनि शमूएलको पुस्तकमा आएर चाहिँ अब राजाहरू अब सुरु हुन्छ। साउल पहिलो राजा नै, ऊ ईश्वर शासित प्रशासक भएर पनि पवित्र आत्मा उसलाई दिनु पनि भएको थियो। मुक्ति त पायो होइन, खालि उसको सेवाकाईको लागि हो। फरक छ पुरा इजरायलसँगको व्यवहार त्यस सवालमा चाहिँ। तर ऊ अभिषिक्त जन थियो, तर उसले चाहिँ आफ्नै सारसार गर्न खोज्यो। परमेश्वरले सबै सखा पार्नु तिनीहरूलाई भन्नुभएको थियो, उसले गरेन। के बहाना पनि बनाउँछ अझ। अनि त्यसपछि तुरुन्त हटाइयो। ईश्वर शासित प्रशासक भनेको त्यस्तो हो है। परमेश्वरले चाहिँ त्यसरी व्यवहार गर्नुहुन्छ। अनि त्यसपछि मैले दाउदलाई भेट्टाएको छु भनेर उसलाई अभिषेक गरियो। अस्ति हिजो कहिले हेरेको थियौँ। अनि दाउद राजा हुन्छ। अनि त्यसपछि राजाहरू आउँछ। अनि दाउदलाई त प्रतिज्ञा दिनुहुन्छ, तिम्रै वंशमा हुनेछन् अब चाहिँ ईश्वर शासित प्रशासकहरू। अनि त्यसपछि एकपछि अर्को चाहिँ राजाहरू चाहिँ आउन थाल्छन्। यसले चाहिँ समेट्छ पहिलो दोस्रो शमूएल, पहिलो दोस्रो राजा र पहिलो दोस्रो इतिहासको पुस्तकहरू। अब त इजरायलको पुरानो इतिहासको अन्तमा आइसक्यो हामी। त्यसैले यो ईश्वर शासित राज्य चाहिँ यसरी पुरानो नियमको अधिकांश भाग चाहिँ यो ईश्वर शासित राज्य भएको बेलाको ऐतिहासिक अभिलेख हो। अब चाहिँ त्यो अलिकति छोटकरीमा बताएँ। सिनाई पर्वतमा आएर दिनुभएको प्रकाशले चाहिँ अब चाहिँ हामीलाई चाहिँ यहाँ पृथ्वीमा चाहिँ ईश्वर शासित राज्य चाहिँ सीमित रूपमा चाहिँ स्थापना भएको देख्छौँ। अब एकदमै महत्त्वपूर्ण कुराहरू छन्, ध्यान दिएर चाहिँ सुन्नु पर्यो। ध्यान यताउता जाला। मोसाको बाचा जब बाँधिन्छ, त्यहाँ एउटा नयाँ तत्त्व चाहिँ परमेश्वरले यहाँ ल्याउनुहुन्छ, जुन चाहिँ परमेश्वरले अहिलेसम्म इजरायलसित व्यवहार गर्दाखेरि उहाँले ल्याउनु नै भएको थिएन। अनि त्यो तत्त्व चाहिँ के हो भनेर बुझ्नलाई चाहिँ हामीले चाहिँ अब्राहमसितको बाचा अनि दाउदसितको बाचा तिनीहरूलाई सम्झ्यो भने चाहिँ हामीले चाहिँ घरिघरि भन्यौँ ती चाहिँ शर्त रहित, शर्त बिनाको बाचाहरू थिए। पुरै परमेश्वरले जिम्मेवारी वहन गर्नुभएको थियो, म त्यो पुरा गर्नेछु भनेर भने। यता मोसाको व्यवस्था चाहिँ शर्त सहितको व्यवस्था थियो। 19 अध्यायमा 5 पदमा तपाईँले ख्याल गर्नुहोस्। यदि यसका यहाँ भनेपछि यसकारण अब तिमीहरूले साँच्ची नै मेरो कुरा सुन्यो। अनि हरेकचोटि यो हिब्रूहरूको यो भाषाको अभिव्यक्ति सुन्नु, कसैको कुरा सुन्नु भनेको चाहिँ आज्ञा पालन गर्नु भन्ने हो। त्यसैले कानमा हो नि, दासको कान छेडिन्थ्यो, मतलब चाहिँ म आज्ञाकारी हुन्छु, आज्ञाकारी हुन्छु है। अनि साँच्चै नै मेरो कुरा सुन्यो र मेरो बाचा पालन गर्यो। अनि त्यसपछि सानो शब्द के छ भने, शर्त भने यो हुनेछ। यो चाहिँ शर्त सहितको बाचा हो। यदि इजरायलले शर्त पालन गर्छ भने परमेश्वरले यो जातिलाई आशिष दिनुहुनेछ।
कस्तो आशिषहरू? भौतिक आशिष, शारीरिक आशिष अनि आत्मिक आशिष पनि। परमेश्वर नै उनीहरूसँग हिँडडुल गर्ने त्यस्तो खालको प्रतिज्ञा छ। म नै तिमीहरूको छाउनीमा हिँड्छु, सधैँ मेरो नजर लगाउँछु है। यो देश चाहिँ त्यो मिश्र देश जस्तो होइन, मेरो आँखा लगाइरहने देश हो। मलाई आदर गर, म आफ्नो रीतिमा वर्षा पठाइदिन्छु इत्यादि। तिमीहरूको कुनै पनि बाख्रा भेडा तुहने छैन, तिमीहरूले दाखबारी रोप्नेछौ र अर्कोले खाने छैन, सब म चाहिँ तिमीहरूलाई आशिष दिनेछु। तर मेरो कुरा साँच्चै नै सुन्यो भने र मेरो वाचा पालन गर्यो भने। अब प्राचीन समयमा फेरि पहिलाको चलनहरू जति बुझियो त्यति यो सहायता हुन्छ। प्राचीन समयमा इजरायलका छिमेकी मुलुकहरूमा चाहिँ यस किसिमको वाचाहरू चाहिँ दुई पक्षको बीच चाहिँ गरिरहन्थे है। अनि यस किसिमको वाचा वा सम्झौताको एउटा प्राविधिक रूप हुन्थ्यो। जस्तो कि हामी पनि कुनै एउटा लेनदेन गर्नु पर्यो भने एउटा फर्मेट हुन्छ। त्यतिकै ल तपाईँ र म हामी आज बैनापट्टा गर्नु भनेर आफ्नै तरिकाले लेखाउँदै के लेखेर ल्यायो भन्छ, त्यो हाम्रो पासै हुँदैन। त्यहाँ हाकिमले त्यहाँ मान्दैन। त्यसैले वकिललाई लगाउँछौँ अनि उसले लेख्न थाल्छ, लिखितम धनीका नाममा के भन्दै लामो एउटा वाक्य है, पढ्न पनि के हो पढ्या। तर यहाँ चाहिँ हाम्रो चलन त्यस्तो छ नेपालको। तर प्राचीन त्यो मेसोपोटामिया इजरायलको छिमेकी मुलुकहरूमा चाहिँ सम्झौता त्यो प्राविधिक रूपलाई चाहिँ एउटा नामले चिनिन्थ्यो। त्यो चाहिँ के भने अधिपति र अधीनस्थको सन्धि, सुजरिन र भ्यासलको ट्रिटी, एउटा ट्रिटी हो। ट्रिटी सन्धि जस्तो कि हाम्रो देशले चाहिँ अङ्ग्रेजहरूसँग लडाइँ हारेको थियो है। अनि भीमसेन थापा उसको पालोमा जसले धरहरा बनाए है। अनि त्यसैले चाहिँ हामी हारेको, अनि त्यसैले अङ्ग्रेजले जे भन्यो त्यो शर्तहरूमा चाहिँ हस्ताक्षर गर्नु पर्यो। त्यो सन्धि सुगोली सन्धि भनिन्छ है। अनि कति कुरा आजसम्म पनि त्यो त्यसपछि केही त्यसलाई परिमार्जन गरिएको छ। कति लामो समय फेरि यो लागू भइरहन्छ जबसम्म त्यसलाई चाहिँ दुवै पक्ष बसेर चाहिँ गरिएन भने। त्यसैले यो चाहिँ अधिपति, यो चाहिँ माथिल्लो तहको, अधीनस्थ मुनिको बीचको चाहिँ यो सन्धि थियो। जस्तै उदाहरणको लागि एकचोटि हेरौँ दोस्रो राजा 18 मा, अलिकति राम्रोसँग यसलाई बुझ्नलाई। दोस्रो राजा 18 मा यो सुजरिन भ्यासल ट्रिटी अथवा अधिपति अधीनस्थ सन्धिको उदाहरण बुझ्नलाई चाहिँ दोस्रो राजा 18 को 13 र 14 पदमा यहाँ चाहिँ असिरियाको राजा सनहेरिब र यहुदाको राजा हिजकियाको बीचमा चाहिँ त्यहाँ सन्धि गरिएको देख्छौँ। अनि त्यसको केही शर्तहरू यहाँ हामीले पढ्छौँ। दोस्रो राजा 18 को 13 पद। अनि राजा हिजकियाको 14औं वर्षमा अशुरका राजा सनहेरिबले यहुदाका सबै पर्खालले घेरिएका सहरहरूमाथि चढाइ गरे र तिनलाई कब्जा गरे। अब सनहेरिबको हातमाथि छ। 14। अनि यहुदाका राजा हिजकियाले लाकिसमा अशुरका राजा कहाँ यसो भनी पठाए, मैले अपराध गरेको छु। अब हार्नेले चाहिँ नम्र भएर बोल्नु पर्ला छ। यहाँ प्रभुलाई हेर्नुपर्ने थियो वास्तवमा, त्यो बेग्लै अध्ययन हुन्छ है। तर यहाँ जे छ हेर, मैले अपराध गरेको छु, मबाट फर्केर जानुहोस्। तपाईँले ममाथि हेर्नुहोस् न, यहाँ जे लगाउनुहुन्छ त्यो म बेहोर्ने छु। सन्धिको शर्त जे भन्नुहुन्छ म बेहोर्ने छु। तब अशुरका राजाले यहुदाका राजा हिजकिया माथि 300 किक्कर चाँदी र 30 किक्कर सुन तोकिदिए। थुप्रै पैसा अब वार्षिक रूपमा चाहिँ बुझाउनु पर्ने भयो अधिपतिलाई। अधीनस्थ चाहिँ भएको छ यहुदा। अब त्यसैले फर्केर जाउँ, यस्तो खालको सन्धिमा चाहिँ अधिपतिले चाहिँ अधीनस्थसित सम्झौता गर्छ हैन। कुनै हातै उसको माथि छ, उसले जे भन्छ मान्नु पर्यो। अब है मानेन भने के हुन्छ हुनसक्छ है। त्यसले अधिपति जो माथिल्लो हात छ ऊ प्रथम पक्ष हो, उसले चाहिँ सम्झौतामा आऊ भन्छ। अब अधीनस्थले चाहिँ
अधिपतिको संरक्षणमा बस्ने प्रतिज्ञा गर्छ, हुन्छ हजुर है म आउँछु, ऊ चाहिँ दोस्रो पक्ष भयो अधीनस्थ। अनि अधिपतिले चाहिँ अधीनस्थसित अब शर्तहरू राख्न थाल्छ र त्यहाँ चाहिँ आशिष र श्राप दुईटा कुरा, आशिषहरू र श्रापहरूको कबुल गर्दछ। साँचो व्यवहार तिमीले गर्छौ भने म यो आशिष दिनेछु तिमीलाई, झुटो व्यवहार गर्छौ तिमी मसँग भने तिमीलाई चाहिँ यो श्राप दिन्छु। अर्को शब्द भने वाचाका शर्तहरू पालन गर्छौ भने हैन, अधिपतिले अधीनस्थलाई भन्छ म आशिष दिन्छु, भाषाको शर्तहरू उल्लेख जे उल्लङ्घन गर्यो भने चाहिँ म श्राप दिनेछु। अब यो चाहिँ यसरी चलन थियो। परमेश्वरले यो उनीहरूले एकदम बुझ्ने तरिकाले हेर्नुहोस् है, उनीहरूको यहाँ चाहिँ मूसा मार्फत इजरायल जातिसँग चाहिँ अब बाचा बाँध्दै हुनुहुन्छ सिनाई पर्वतमा, मूसाको बाचा। अधिपति चाहिँ यहोवा परमेश्वर हुनुहुन्छ, अधीनस्थ चाहिँ इजरायल जाति हो। अनि जहिले पनि त्यो बाचाको चाहिँ त्यो लिखत हुन्छ, त्यो दस्तावेज अथवा पाठ, लिखित एउटा बाचाको पाठ हुन्छ। अनि मूसाको बाचामा त्यो पाठ चाहिँ के हो, 10 आज्ञा हो। 1 2 3 4 5 6 7 8 9 10 इजरायलसित मात्र यो 10 आज्ञा हो बाचाको पाठ। अनि त्यसपछि बाचाको उपनियमहरू पनि छन्, उपनियमहरू अथवा यसको व्यवहारिक पक्षहरू एक एक गरी सूचित गरिन्छ। 19 अध्यायदेखि लिएर 24 अध्यायसम्म प्रस्थानको, साथै लेवीको पुस्तकमा पनि, साथै व्यवस्थाको पुस्तकमा पनि त्यहाँ चाहिँ विशेष गरी आशिष र श्रापहरू त्यहाँ चाहिँ शर्तहरू बताएको छन्। अनि बाचाको शर्तहरू पालन गरेको खण्डमा आशिषहरू हुनेछ, बाचा पालन नगरेको खण्डमा श्रापहरू हुनेछ भनेर खुलाइएको चाहिँ लेवी 26 अध्यायमा, व्यवस्था 28 अध्यायमा। अलिकति हेरौँ न, लेवी 26 अध्यायमा अनि 3 पदमा हेर्न सक्छौँ। तिमीहरू मेरा विधिहरूमा हिँड्यौ भने, शर्त यस्तो छ, र मेरा आज्ञाहरू मानेर तिनलाई पुरा गर्यौ भने म तिमीलाई ठिक समयमा वर्षा दिनेछु, जमिनले आफ्नो उब्जनी फलाउनेछ र खेतबारीका रुखहरूले आफ्नो फल दिनेछ। 8 पदमा हेरौँ, अनि तिमीहरूका यहाँ लडाइँ भयो भने के गर्नेछु, तिमीहरूले मेरो वचन पालन गरिरहेछ भने 8 पद, तिमीहरूका 5 जनाले 100लाई लखेट्नेछन् र तिमीहरूका 100 जनाले 10,000लाई लखेट्नेछन्। त्यसैले बुझ्छौ नि है, थोरै सङ्ख्याले पनि थुप्रोलाई जितेर हामी पढ्छौँ है। गिदोनको समय 300 जना जान्छन्, उनीहरूले जित्छन् है। अनि अरू घटनाहरू छन्। अनि यहाँ चाहिँ अरू पनि छन्, सङ्ख्यामा फलवान गराउने 9 पद, म आफ्नो चेहरा तिमीहरूतर्फ फिराउने छु, तिमीहरूलाई फलवान तुल्याउने छु, तिमीहरूलाई सङ्ख्यामा बढाउने छु र तिमीहरूसँग के गर्नेछु, आफ्नो बाचा पक्का ठहराउने छु, तिमीले स्वाद पाउनेछौ। साँचो परमेश्वरलाई चिन्ने जाति कस्तो हुन्छ भनेर अरूले पनि देखुन्। 12 पद, अनि म तिमीहरूको बीचमा हिँडडुल गर्नेछु है, आत्मिक आशिष पनि छ र तिमीहरूको परमेश्वर हुनेछु, तिमीहरू मेरो प्रजा हुनेछौ। यसको माने चाहिँ सबैले मुक्ति पाएका छन्, आत्मिक रूपमा उनीहरूले नयाँ जन्म पाएको छैन थियो है। तर यस्तो वातावरणमा चाहिँ अनि उनीहरूको थुप्रै थियो, उनीहरू चुक्दाखेरि बलिदान ल्याएर क्षमा पाउने सबै थियो उनीहरू हैन। चुक्छ भने थाहा छ परमेश्वरले, अनि त्यसैले त बलिदानहरू थियो हैन। अनि त्यसैले यो गर्दै उनीहरूले व्यक्तिगत रूपमा अब चाहिँ खालि म अब्राहमको हैन शारीरिक सन्तान भएर म आशिष पाएँ मात्र होइन, यहाँ भित्र त पाप छ नि त। अनि यो त्यो व्यवस्थाले देखाइरहन्छ नि, त्यसपछि चाहिँ साँचो विश्वास साथ परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्ने व्यक्तिहरू पनि हुन्थे, तर दुईटै खालको हुन्थे। त्यसैले हामी चाहिँ पुरा निमृत्ति पाउँछौँ, तर सबैसँग नै शारीरिक सबै सन्तानसँग चाहिँ यो बाचा हो। अनि यहाँ अरूहरू पनि शर्तहरू छ, जस्तो कि रोगहरू त तिमीहरूलाई लाग्न दिन्न भन्नुभएको छ यदि उनीहरूले पालन गर्यो भने है। पालन गरेन भने नि लाग्छ। 14 पद, तर तिमीहरू मेरो कुरा सुन्दैनौ र यी सबै आज्ञाहरू पालन गर्दैनौ भने के हुनेछ। 16 पद, म पनि तिमीहरूका निम्ति यही गर्नेछु, म तिमीहरूमाथि डर त्रास नियुक्त गर्नेछु, क्षय रोग र भुङ्ग्रे ज्वरो पठाउनेछु, जसले आँखाहरूको शक्ति नष्ट पार्छन् र मनलाई खिन्न बनाउँछन्, र तिमीहरू आफ्नो बिउ व्यर्थमा छर्नेछौ, किनकि तिमीहरूका शत्रुहरूले त्यसलाई खानेछन्। शरीरमा पनि व्याकुल, मनमा पनि व्याकुल हुनेछ, शत्रुहरू सामु हार्नेछौ। 17 पद,
जमिनले उब्जिने दिने छैन 20 पद, जङ्गली पशुहरू पठाउने छु 22 पद, मेरो बाचाको बदला लिनेछु 25 पदमा हेर्नुहोस् त, अनि म तिमीहरूमाथि एउटा तरवार ल्याउने छु जसले निश्चय नै मेरो बाचाको बदला लिनेछ। अनि अनिकालको कुरा 26 पद, अनि अझ कडा अनिकाल 29 पद, जहाँ चाहिँ यति अनिकाल कि उनीहरू सहर घेरिएको छ शत्रुद्वारा, खानलाई छैन, आफ्नै छोराछोरीको मासु खानेछन् रे। बाफ रे, यस्तोसम्म पनि शर्तहरूमा थिए इजरायललाई। अनि उनीहरूको सहर ध्वस्त हुनेछ 30-31 पद। त्यसपछि उनीहरू चाहिँ दासत्वमा लगिनेछन् 33 पद, अनि म तिमीहरूलाई अन्य जातिहरूको बीचमा तितर बितर पारिदिनेछु यदि उनीहरूले चाहिँ मूसाको व्यवस्थाको शर्तहरू उनीहरूले चाहिँ पालन गर्दैन भने। यस्तो थियो, उनीहरू फेल खाने बित्तिकै यस्तो गर्छु भने त होइन, त्यस्तो त हुनु न परमेश्वर। उनीहरू विफल भए, चाहे शासक, चाहे पुजारी, चाहे सामान्य इजरायली भयो भने उनीहरू आफ्नो पाप बलि ल्याउन सक्थे। हरेक वर्ष प्रायश्चितको दिन हुन्थ्यो, प्रभुले दयामा उनीहरूसँग व्यवहार गर्नुहुन्थ्यो, तर उनीहरूले चाहिँ मान्नु पर्थ्यो त्यो कुराहरू। हरेक 7औं वर्ष बाँझो छोड्नु पर्थ्यो जमिनलाई, यस्तो नियमहरू थियो, उनीहरूले गर्नु पर्थ्यो, गरेनन् अनि दुःख पाए। अनि पुरा नियमभरि पढ्नुहोस्, दुःख लाग्दो अभिलेख छ। कहीँ कहीँ उज्यालो ज्योतिहरू देख्छौँ, 1-2 जना मान्छेहरू, हन्ना देख्छौँ यता, समुएल देख्छौँ उता, रुथ देख्छौँ उता, रुथ अन्य जाति हो तैपनि बोआज, अनि यस्ता व्यक्तिहरू देख्छौँ, तर अधिकांश चाहिँ यो भइरहेछन्। त्यसपछि चाहिँ आवाज सुनिन थाल्छ, पश्चाताप गर भन्दै अगमवक्ताहरू बोल्न थाल्छन् है। यहाँसम्म कि जब नयाँ नियमको पन्नाहरू पढ्न थाल्छौँ, पुरानो नियमकै समय सम्झनुपर्छ। त्यो अनुग्रहको समय सुरु भएको छैन, पश्चाताप गर भन्दै बप्तिस्मा दिने यूहन्ना उठेका छन्, पश्चाताप गर भन्दै प्रभु येशू स्वयं बोलिरहनु भएको छ, इजरायलसँग हो। अनि त्यो चाहिँ यो पालि त हामीले हेर्न भ्याउँदैनौँ, तर यहाँसम्म राखौँ अनि अझ अगाडि बढ्नेछौँ।